नमस्ते, म रघु दीपक मल्ल। चिसोको मौसम छ, यो 5 कुरा ध्यान दिएर सुन्नु होला र सबको शेयर पनि गरिदिनु होला। पहिलो कुरा, धेरै चिसो बढिसकेको छ। 4 बजे, 5 बजे, 6 बजे बिहान उठेर मर्निङ वकमा कहिले पनि ननिस्किनु होला। चिसो हावा र सेटले हानेर रुगा खोकी र भोलिका दिनमा गएर निमोनिया हुने सम्भावना धेरै हाई हुन्छ। बिहान 8 बजे पछि र बेलुकी 4 बजे भन्दा अगाडि मात्र घरदेखि बाहिर निस्किनुहोस्। दोस्रो कुरा, पानी धेरै खायो भने धेरै पिसाब लाग्छ भनेर धेरैजना बिरामीहरूले पानी एकदमै कम खानु भएको छ, जसले गर्दाखेरि पिसाबको इन्फेक्सन धेरै जसोमा देखिएको छ। आफ्नो चिकित्सकको सल्लाह अनुसार पानी 1 लिटर 2 लिटरसम्म पिउन मिल्छ। तेस्रो कुरा चाहिँ, धेरै नै जाडो भयो भनेर धेरैजना व्यक्तिहरूले जहाँ रक्सी, चुरोट, सुत्तीको सेवन अत्याधिक मात्रामा बढाइदिनु भएको छ। यो क्षणिक रमाइलो मात्र हो, यसले भोलि पर्सि गएर घातक रोगहरू पनि निम्त्याउन सक्छ। चौथो कुरा, जाडो भयो भनेर धेरैजना बिरामीहरूले चाहिँ घरभित्र, कोठाभित्र हिटर बाल्ने र अन्य न्यानो हुने उपकरणहरू अन गरेर सुत्नु भएको छ। कृपया झ्याल ढोका खुल्ला राखेर मात्र यी उपकरणहरू अन गर्नुहोला र अनिवार्य रूपमा राति सुत्ने बेलामा यसलाई जसरी हुन्छ बन्द गरेर मात्र सुत्नुहोला, रातभरि अन गरेर नसुत्नुहोला। बिरामीहरू बिस्तारामा बेहोस भएको अवस्थामा फेला पर्नु भएको छ। पाँचौं कुरा चाहिँ, नुहाउने बेलामा तातो पानीको युज गर्नु भएको छ, तातो सावर लिनु भएको छ भने चाहिँ कृपया झ्याल अथवा सानो भेन्टिलेसन जहिले पनि खुल्ला गर्नु होला, ताकि त्यो रुममा उत्पादन भएको तातो बाफ चाहिँ बाहिर जाओस्। तातो बाफले गर्दाखेरि धेरैजना बिरामीहरू नुहाइरहेको बेलामा बेहोस भएर ढलेको खबरहरू आएको छ। कृपया यो मेसेजलाई आफ्ना घर परिवार सबैमा शेयर गरिदिनु होला। धन्यवाद।